आज यो यतिको तस्बिरमा हामी आछौँ। अब हेर्नुहोस् यो गारमाको पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा हामी आएको। यो करोडौँ लगानी गरेर बनाएको छ। यो सरकारी सम्पत्ति यो बिजोग भइरहेको मलाई त लाग्छ। यो राष्ट्रको ढुकुटीबाट यो 15-16 करोड 14-15 करोड खर्च भयो भन्ने सुनिन्छ। यो अब यसलाई व्यवस्थित तरिकाले यो टिकट सिस्टम गरेर यसबाट चाहिँ नि कम्तीमा चाहिँ अब प्रवेश शुल्कहरू बनाएर अलिकति त गार्डन सार्डन बनाएर गर्ने हो भने कति राम्रो हुन्थ्यो होला यो है। त्यो छ। अनि विनम्र आज यो कहाँबाट यो एउटा नगरै टोक्छ है ल तर ल पुरै यस्तो छ है साथी। अब यो चाहिँ नि यस्तो छ। कति अग्लो उठाएको छ है यो तपाईँको चाहिँ नि त्यो सिमेन्टहरू रड मान्छेले बनाएको नि त। अनि यहाँको मान्छे बनाइसकेर गयो नि। यो यतिलाई यत्रो लगानी गरेर बनाएको छ। अब यो कम्तीमा यसबाट अलिअलि ट्याक्स पनि उठाउनु पाए राम्रो हुन्थ्यो होला होइन। अब यो राज्यको लगानी व्यवस्थित तरिकाले योजनाबद्ध तरिकाले त्यहाँ चाहिँ रिटर्न आउने हिसाबमा चाहिँ इन्भेस्ट गर्ने हो भने पक्कै पनि यहाँबाट भनौँ न अब राज्यले रिटर्न पाउने स्थिति हुन्थ्यो। अब त्यो पनि छैन है। अब यो सबै यति ओपन रहेछ। यो पुरै खाली ठाउँ छ। म त यहाँ आउँदाखेरि बाघ बन्द छ कि टिकट काट्ने सिस्टम बनाए कि भनेर लाग्थ्यो। अब त्यो छैन। नगर होइन। अब यो के गर्ने अब यस्तो छ है। मलाई त बिजोग पनि लाग्छ देशको हालत हेर्दाखेरि। यस्तो संरचना बनायो। टिकट काट्ने ठाउँ बनाएको होला सायदै है। अनि बाइक राखेर ल्याएर यहाँ राखेका छौँ। बाउ छोरा आज घुम्न आएको छौँ। यस्तो राम्रो संरचनाहरू छ। अब यो मुनि घरहरू अब यो घरैको लागि घर बनाएको जस्तो मात्रै छ। यो कति राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई। त्यही त यस्तो राम्रो संरचना बनाएको छ। यस्तो छ ठाउँ। विनम आज तपाईँ खुसी हुनुहुन्छ नि साँच्चै कि? कता जाने? अनि सिमेन्टले बनाएको नि यो सबै। अब मान्छे चाहिँ अनि बनाइसके पछाडि त अनि उसको घर गइहाल्छ त। अनि पैसा उसले पैसा लियो अनि गयो नि उसको घर है। त्यस्तो छ। अनि यो मास्तिर गाउँ छ है। अब यो भुसुलाइरहेछ। अब हामी चाहिँ फेरि अब घर फर्किन आँटेको आज बाबा छोरा यहाँ चाहिँ घुम्न आएको थियौँ यो ठाउँमा है। अब हामी धेरै ठाउँ आज घुमिसक्यौँ। अब हामी फर्किनै लागेकै